नमस्कार। आज म तपाईँलाई लोडेबाग खेलको बारेमा भन्न चाहन्छु। धेरै मान्छेलाई थाहै छैन यो लोडेबाग भनेको के हो भनेर। यो लोडेबाग भन्ने शब्द या भने यो खेलसँग परिचित भनेको सुदूरपश्चिमको पहाडी जिल्लाका मानिसहरू बढी छन्। अझ त्यसमा पनि हामीभन्दा पुरानो र कम्तीमा हाम्रो पुस्ताका मान्छेहरूलाई लोडेबाग भनेको थाहा छ र हामीभन्दा पछाडिकोलाई सायद लोडेबाग भनेको त्यस क्षेत्रका केटाकेटीहरूलाई अथवा मानिसहरूलाई पनि थाहा छैन। लोडेबाग भनेको एउटा यस्तो अचम्मको खेल हो, यो त आजभोलि लोप भइसकेको छ, कोही पनि खेल्दैन यो। मैले पनि यसो बालकालका कुराहरू सम्झिने क्रममा लोडेबाग खेल सम्झेर यसो रमाइलो लाग्यो, रोमाञ्चित पनि भएँ। त्यो बेलाका बालकालका साथीभाइहरू पनि सम्झे, यसकारण यो खेलको बारेमा तपाईँलाई पनि जानकारी दिउँ भनेर। लोडेबाग भनेको एउटा समूहमा खेलिन्छ। दुईजना खेलाडीहरूले यसरी हात बाँध्छन्, हात मिलाए जस्तो बेस्तरी उनीहरूले हात कसेर राख्छन् र बाँकी अन्य खेलाडीहरूले त्यो हात यसरी कसेर राखेको हात चाहिँ फुकाउनुपर्छ र त्यो बाँधेको हातलाई फुकाउन नदिनको निम्ति त्यो दुईजना प्लेयरले बाँकी खेलाडीहरूलाई बङ्गाबङ कुट्नुपर्छ। मुक्काले उनीहरूलाई हान्नुपर्छ। जो आफ्नो छेउमा आउँछ त्यसलाई हानिहाल्ने, छेउमै आउन नदिने। यो फुकाउने त कुरै जाओस्, फुकाउनै नदिने। तर उनीहरूले यसरी हान्दाखेरि पिठ्यौमा मात्रै हान्नुपर्छ। मुखमा, छातीमा अथवा संवेदनशील अङ्गहरूमा त्यहाँ हान्न पाइँदैन। पिठ्यौमा मात्रै हान्नुपर्छ। जति जोडले हाने पनि हुन्छ, जहाँ आए पनि हुन्छ। र अन्यहरूले उनीहरूलाई अर्को हात समातेर, त्यो हात समातेर उनीहरूलाई अङ्गालो मारेर पछारेर हुन्छ कि त्यो भिडमा, त्यो अब होइन आँगनमा खेलिरहेको हुन्छ, त्यहाँ अब बुट्यानमा पर्छ, कहाँ पर्छ, भिरालोमा पर्छ, त्यस्तो ठाउँमा लगेर हुन्छ कि कसरी हुन्छ, उनीहरूले आफ्नो शारीरिक बल प्रयोग गर्न पाए तर हान्न पाएनन्। त्यो दुईजना प्लेयरले चाहिँ हान्न पायो। अब यसै गरी यदि उनीहरूले त्यो दुईजना खेलाडीलाई काबुमा राखेर त्यो हात फुकाउन सक्यो भने उनीहरूले जिते। त्यसपछि अर्को खेल सुरु हुन्छ। अब होइन, दुईजना प्लेयरले आफ्नो हात कसिलो गरेर राखे र बाँकी खेलाडीहरूलाई पिटरै तह लगायो भने त्यसपछि त्यो गाँठो फुकाउनुको निम्ति कसैले आँट गरेनन्, त्यहाँ प्लेयर नै बाँकी रहेनन् भने त्यो खेल उनीहरूले जिते। यसलाई भन्छन् लोडेबाग। यो लोडेबाग चाहिँ सुदूरपश्चिमको पहाडी जिल्ला डोटी, यसै गरी अछाम, बझाङ, बाजुरा, डडेलधुरातिर खेल्ने गरिन्थ्यो। र सबैभन्दा बढी त अझ यो डोटीको जोराइल गाउँपालिका र त्यो बेलाको घन्टेश्वर गाविस, खार गाउँ, टोली, बडाखे, सुनलेक, तल बाँझलेक, उता जोराइल, यता रुघसकाँडा क्षेत्रमा बढी खेलिन्थ्यो। पछि अब माइग्रेसन भयो, मान्छेहरू बाहिर गए, कोही विदेशतिर गए, कोही तराईतिर आए। यसकारण यो लोडेबाग खेल्नेहरूको पनि घट्यो र नयाँ जेनेरेसनले त यो लोडेबागको बारेमा थाहा पाउने कुरै भएन। मैले पनि लोडेबाग भन्ने शब्द हाम्रो शब्दकोशमा छ कि भनेर यसो हेरेँ, शब्दकोशमा पनि यो लोडेबाग रहेनछ। र डोटेली शब्दकोश बनाउने हाम्रा आडी प्रभात चटोत दाई, उहाँ अब अहिले बिरामी हुनुहुन्छ। उहाँको स्वास्थ्य लाभको कामना गर्दछु म। उहाँ समक्ष पनि म यो कुरा पुर्याउँछु र अरूहरूले पनि जो डोटेली शब्दकोश या हाम्रो सुदूरपश्चिमको शब्दावलीलाई एउटा राष्ट्रिय शब्दकोशमा कोही राख्न चाहन्छन् भने पनि यो लोडेबागको सम्बन्धमा जानकारी दिनुपर्छ। र यो लोडेबाग भन्ने कुरा नखेलिए पनि खेलको बारेमा चाहिँ नयाँ पिँढीलाई पनि जानकारी दिनुपर्छ भन्ने म ठान्दछु। म आफैले त्यो बेलामा धेरै लोडेबाग खेलेको थिएँ, मैले पनि कुटेको थिएँ, आफू पनि कुटाइ खाएको थिएँ। तर यो सम्झिँदा अहिले बहुत रोमाञ्चक भएँ म। थ्याङ्क यू भेरी मच।